नमस्कार। कार्यक्रम द बन्द अदालतमा स्वागत छ। म लोकेन्द्र बोहरा। ओली अब सङ्कटमा परेका छन्। यता जेल जाने अब पक्का पक्की नै बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीले यति बेला नयाँ योजनाहरू बनाइरहेकी छिन्। नयाँ तरिकाबाट अन्य नयाँ शक्तिहरूसँग संवाद गर्ने भएकी छिन्। रवि लामेछानेले पनि हिजो चितवनमा सुशीला कार्कीसँग केपी शर्मा ओली शहीद परिवारका नरसंहारकारीहरूलाई एक एक गरी गृहमन्त्री र पूर्व गृहमन्त्री र पूर्व प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गर्नुपर्छ, यिनीहरूलाई भ्रष्टाचारीहरूको जालो हटाउनलाई रासोपाको ठुलो हात छ भन्दै रविले हिजो चितवनबाटै भनेका थिए। र अब प्रधानमन्त्रीलाई पनि नयाँ जोस जागराएको छ। अब प्रधानमन्त्री सुशीला कार्की र रवि लामेछानेले मिलेर एउटा योजना बनाउँदैछन्। यो योजना बारे पनि तपाईमा आज चर्चा परिचर्चा र बहस गर्नेछौँ। आउनुहोस् दशबिन सुरु गरौँ। दशबिन, यति बेला ओली सङ्कटमा परेका छन्। विभिन्न दलहरू अहिले गठबन्धन गरिरहेका बेलामा ओली सङ्कटमा परिरहेका छन्। एमाले गुट, ईश्वर पोखरेलकै गुटबाट पनि ओली असन्तुष्टि छन्। ओली विरुद्ध लागि परिरहेका छन् एमाले भित्र नै प्यानल। यति बेला ओलीलाई पक्राउ गर्नुपर्छ भन्दै नयाँ शक्तिहरू पनि उठिसकेका छन् भने रवि लामेछाने जब जेलबाट बाहिर निस्के तब ओलीको मुटु डरले थरथर थरथर कामिरहेको छ। यति बेला रमेश लेखकलाई सबै कुराहरू, आफ्ना सबै गल्तीहरू सरकारमा रहँदाखेरि सबै पूर्व गृहमन्त्री रमेश लेखकलाई लगाइरहेका छन् ओली आफू चोख्याउनको लागि। तर काङ्ग्रेसले पनि यति बेला छोडेको छैन। काङ्ग्रेसले पनि मैले भनेको छ कि हामी जसरी भए पनि नेतृत्व फरक गर्छौँ, बदल्छौँ र त्यसपछि जनतामाझ गएर हामी सच्चेका हौँ भनेर भन्छौँ र भोट माग्छौँ भनेर गगन थापा समूहले ठुलो अभियान चलाइरहेको छ। यति बेला ओलीलाई अब जेल जान पक्का गर्नै पर्छ, हुनै पर्छ। जेल जाने पक्का पक्की नै देखिन्छ, किनभने रवि लामेछाने अब जेलबाट छुटिसकेका छन्। हिजोको अभिव्यक्तिले सुशीला कार्कीलाई अलि मनोबल बढेको छ, मनोबल बढ्दै गइरहेको छ। किनभने सुशीला कार्कीले यसअघि हामीले यदि यिनीहरूलाई पक्राउ गर्ने पुर्जी दियौँ, पक्राउ गर्ने आदेश दियौँ भने हामीसँग उठ्ने बस्ने, हामी पक्षमा एकदमै दरो खम्बा बन्ने आखिर को त, कसले बनाउँछ त, हाम्रो पक्षमा को बोलिदिन्छ त। यदि हामीले सरकार चलाउन सकेनौँ भने हाम्रो विकल्प आखिर को बन्छ त भन्ने डर लागिरहेको थियो। तर अब रवि लामेछानेले आफैले भनेका छन् कि सुशीला कार्कीज्यू, प्रधानमन्त्रीज्यू, तपाईँ निर्धक्क भएर ओठमा हाँसो लिएर हाँस्दै यी भ्रष्टाचारीहरू, शहीदका नरसंहारकारी केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुहोस्, बयान ल्याउनुहोस्, यी भ्रष्टाचारीहरूको एक एक फोरमा जाग्नुहोस्, हामी छौँ तपाईँको साथमा, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँको साथमा छ भन्दै रवि लामेछानेले भने। आखिर रवि लामेछानेले भनिसकेपछि अहिले सुशीला कार्कीले पनि योजना योजनाहरू बनाउँदैछिन्। उनले भनेकी छिन् हामी जसरी पनि फागुन 21 गते चुनाव गरेरै देखाउँछौँ, हामी तलमाथि गर्दैनौँ। फागुन 21 गते नै चुनाव हुन्छ, हामीले नीति घोषणा गरेकै समयमा हामी चुनाव गर्छौँ, तलमाथि हुँदैन, फेरबदल गर्ने भन्ने यी भ्रम समाचारहरू कसैले पनि नपत्याइदिनु होला। हामी फागुन 21 गते नै चुनाव गर्छौँ भन्दै सुशीला कार्कीले भनेकी छिन्। यता सुशीला कार्कीलाई र सरकारलाई धम्की दिँदै प्रचण्डले पनि हिजो काठमाडौँको आफ्नो पार्टी सभामा उनले ठुलो धम्की पनि दिएका छन्, चेतावनी पनि दिएका छन्। यदि यो सरकारलाई म चेतावनी दिन चाहन्छु, यो सरकारलाई म भन्न चाहन्छु कि यदि चुनाव काहीँ कतै तलमाथि हुन्छ भने होसियार रहनुहोस्, हामी सत्ता पल्टाइदिन्छौँ भनेर पनि माओवादीका प्रचण्डले भनेका छन्, नेपाल कम्युनिस्ट पार्टीका प्रचण्डले भनेका छन्। यति बेला प्रचण्डले भनेका कुराहरू निकै सामाजिक सञ्जालमा भाइरल त बनिरहेका छन् नै छन्। आफू राम्रो हुन त खोजिरहेका छन् यी नेताहरू। तर ओलीले पनि भनेका छन् कि एउटा जेलबाट र सहकारी ठगी गरेको एउटा छाउरोले, रविलाई इङ्कित गर्दै ओलीले भनेका छन् कि एउटा छाउरोले देशै बनाउँछु, देशको नेतृत्व हाँक्छु भन्दै आइरहेको छ
उसलाई म पक सिकाउँछु, सबक सिकाउँछु भन्दै यता ओलीले पनि बोलिरहेका छन्। ओलीले बारम्बार भनिरहेका छन्, म यो सरकारसँग असंवैधानिक सरकार हो, नियमपूर्वक बनेको सरकार होइन, यस्तो सरकारले बनाएको आयोगमा म बयान दिन्छु र असंवैधानिक बयान दिन्छु र दिँदैन। बरु कानुनमा जे लेखिएको छ, कानुनमा जे भनिएको छ, मलाई सजाय गर्नु भनेर त्यो सजाय भोग्न तयार छु, तर बयान दिँदैन। यदि एमालेलाई कसैले पनि छोएर धेकाउँछ भने म सत्ता पल्टाइदिन्छु, पछि जे हुन्छ देख्नुहोस् कस्तो सङ्कट आउँछ, हामीले देखाउन जानेका छौँ भन्दै ओलीले भनेका छन्। यता ओलीले त्यस्तो भन्दै गर्दा फेरि जेलबाट छुटेका रवि लामिछानेले पनि ठुलो कमब्याक गर्दै अब थान्कोमा रहनुहोस् है, थान्कोमा बाहिर ननिस्किनुहोस्, यदि बाहिर निस्कियो र तपाईँ अराजक बन्यो भने फेरि पनि त्यही हेलिकप्टरमा भाग्ने दिन पनि नआउला, कुट्दै जनताहरूले लखेड्ला, हेलिकप्टर पनि अब नपाउने अवस्था होला। त्यति बेला त तपाईँको सरकार थियो, तपाईँको राजतल थियो, तपाईँसँग सेना थिए, प्रहरी थिए, तपाईँसँग हेलिकप्टर पनि थियो, त्यति बेला चढेर अरू ठाउँमा जानुभयो। तर अहिले अब त कोही छैन, अब त आफ्नै ज्यान जोगाउन पनि डर छ तपाईँलाई, थान्कोमा रहनुहोस् है भन्दै यताबाट रवि लामिछानेले भनेका छन्। रवि लामिछाने हिजो रहेको भन्ने संवाद पनि हामीले समाचारमा देखाएका थियौँ। जबदेखि रवि लामिछाने जेलबाट छुटेका छन्, ओली, देउबा, आजु, गगन थापा, प्रचण्डको सबैको होस उडेको छ, डरले थुर 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 कामिरहेका छन्। अब के गर्छन्, के हुन्छ भनिरहेका छन्। यो प्रसङ्ग आउँदै गर्दा जेनजीका अभियन्ता जुन 23 र 24 गते यत्रो ठुलो आन्दोलन भयो, आन्दोलनका अभियन्ता सुदन गुरुङले भनेका छन् कि अब कसको पत्ता साफ हुन्छ हेर्दै जानुहोस् भनेर पनि सुदन गुरुङले भनिसकेका छन्। सुदन गुरुङले आफैले अब यिनीहरूको पत्ता साफ हुन्छ, ओली र रमेशलाई पक्राउ गर्नै पर्छ, अनुसन्धानको घेरामा ल्याउनै पर्छ। आज राणा देउबाको घरमा करोडौँ अरबौँ पैसा भेटिएको थियो, त्यो करोडौँ अरबौँ पैसाको लेखाजोखा हुनुपर्छ। आखिर कहाँबाट आयो त्यत्रो सम्पत्ति, शुद्धिकरण गर्नुपर्छ भन्दै जेनजीका अगुवा सुदन गुरुङले पनि भनेका छन्। यो सँगै दर्शकबिन म के भन्न चाहन्छु भने अहिले ओली धेरै सङ्कटमा छन्, ठुलो आइपरिरहेको छ ओलीलाई। ईश्वर पोखरेल जुन 11औं महाधिवेशनमा उनको अध्यक्ष पदमा लडेका थिए, उनी विरुद्ध पनि अहिले आवाज उठिरहेको छ। ओलीलाई बहिष्कार गरिरहेका छन् एमालेभित्र। अहिले जेल जाने अब पक्का पक्की छ। ओलीले यदि बयान नदिएको खण्डमा पक्राउ गर्ने सरकार रेडी छ, तयारी गरिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले तयारी गरिरहेकी छिन्, योजनाहरू बनाउँदैछिन् र सासपोर्ट गर्नको लागि रवि लामिछाने पनि अब सुशीलाको सरकारमा खडा भइसकेको छ। सुशीलाको पक्षमा उनी बोलिसकेका छन्। हौस् त दर्शकबिन, आजको अपडेट यति नै। द बन्द अदालत हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरू साथ दिँदै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता लोकेन्द्र बोहरासँगै हिमानी सेट्टी पनि छुटिन्छु। हौस्, नमस्कार, जय नेपाल।